के भनेको छु ल अलि हाँस्नु है गुड आयो 1 2 3 पपी गरे जस्तो गर्नु न फुललाई यो झ्याम्मै गर्ने झ्याम्मै ओके अब अर्को एउटा चस्मा लाएर ल ल यो सबै फुल मेरो है कसैको होइन मेरो वा गरेको बेला खिच्न खिचिसक्यो भने ल अब यो एउटा ल आउनु मैले खिच्नु तपाईको मेरो मात्रै यो मेरो ओके फेरि ल यो सबै मेरो भनेकोमा खिच्नु त उयो म बिचमा एकछिन म यो दुईटा आउने गरेर मलाई यो फुल त मलाई यिनीहरूले टिप्नै दिएन नि खै त्यो दुईटाले मलाई फुल टिप्नै हुँदैन भन्छ ल कसरी यो सबै आउँछ त्यहीको चोटि पक्नु है त ल आउनु न आउनु अनि आउनु यो सबै मेरो भनेको के अरे ओके थुचुक्क बस्नु न त्यहाँ कस्तो राम्रो देखेर ल मलाई सबै पढाए ल आउनु आउनु ल आउनु आउनु एउटा त्यो खिच्नु अनि ल ल ल अलि अलि तल झर्नु न निन्ने के अरे आन्टी नानीको छेउमा अझै नानीको छेउमा हो त्यसरी हो नि त अझै क्लोज हुनु तपाईँ अलि माथि आउनु त फुलकै छेउमा आउनु फुलकै छेउमा फुल अझ अगाडि कि अझ अगाडि गुड ल सबैजनाले यसो टिपे जस्तो गर्नु सुमसुमाए जस्तो गर्नु कहिले नदेखे जस्तो गर्नु अनि कहिले नभेटेको कहिले नहेरेको साथी भेट्दा कस्तो हुन्छ हो त्यस्तो ल ल ल ओके भइसक्यो ल ल 1 2 3 वाउ राम्रो परमेश्वरको प्राकृतिक हेर त हामी यस्तो सानो सेतो लाली गुराँसमा बसेको छौँ वा भन न ल अब यो पिङ ल ल बस्नु ल अघि जस्तो वरिपरि ल अघि जस्तो ल 1 म त कराउने भइहाल्छु नि ल 1 2 3 हेर न उसको बुढा छोडियो भनेर क्यामेरा भनेर यहाँ मुटु नै उयो भइरहेछ कस्तो दामी फुल छोरी तल आइज भनेको तँ नआएको यति दामी वा भन न परमेश्वरको सृष्टि सुन्दर ल आऊ